पत्रकार दिवाकर शाहले चाहिँ भनेछन् हैन, त्यो 3टा अक्षर छ नि टिओबी हैन, जुन चाहिँ बुलेट बाइकहरुमा प्लस कालो कपडा लगाइएको छ र साइडमा चाहिँ ड्रागनको चित्र भएको र टिओबी लेखेको छ। त्यसमा चाहिँ धेरै मान्छेले हैन फरक खालको चाहिँ त्यसको फुल फर्म निकालिएको छ भने अहिले स्रोतको अनुसार त्यो टिओबी भनेको तिब्बतियन ओरिजिनल ब्लड भनेर चाहिँ त्यो फुल फर्म रहेको छ र त्यहाँ चाहिँ धेरैजनाले त्यो लगाइएको देखिएको छ। जहाँ चाहिँ तिब्बतियन अगाडि चाहिँ लेखिएकै छ, ओरिजिनल ब्लड पनि हल्का ब्लड रूपमा छ। म फोटो तपाईलाई त्यहाँ राखिदिन्छु हैन। सो यो जेनजी आन्दोलनमा तिब्बतियन ओरिजिनल ब्लड जुन ज्याकेट लगाइएको व्यक्तिहरू छन् र जुन ज्याकेट देखाइएको छ, यसले सन्देश के दिन्छ त हैन? यसले सन्देश के पनि दिन सक्छ भने तिब्बतको मान्छेलाई चाहिँ नेपाली नागरिक गराउने र चाइना विरुद्ध चाहिँ लडाउने हैन, यो खेल पनि हुन सक्छ। किनकि चाइनाले हैन तिब्बत ओगटेको हुनाले, दलाई लामालाई चाहिँ लहटेको हुनाले, जुन चाहिँ त्यहाँ तिब्बतमा पहिलाको अब जो भागेका थिए त्यो इन्डियाको शरणमा छन्, कोही नेपालको शरणमा छन् हैन, त्यही हिसाबले यिनीलाई चाहिँ नागरिकता दिने हैन, तिब्बतको मान्छेलाई नागरिकता दिने अनि चाइना विरुद्ध चाहिँ खिलाफ गर्ने, या यही तपाईको चाहिँ आइएनजिओ हैन तिब्बत जुन सेटिङ छ नि बाहिरी मान्छेहरु, त्यो चाहिँ सरकारभित्र छिराउने र अमेरिकाको या वेस्टर्न कन्ट्रीजको हितमा चाहिँ काम गर्ने हैन, यो सिनेरियो चाहिँ हुन सक्छ हैन। नत्र भए नेपालमा हैन बरु काठमाडौँ बाइक अर्गनाइजेसन होला, बुटोल बाइक अर्गनाइजेसन होला, नेपाल बाइक अर्गनाइजेसन होला, देशको यो ठूलो लडाईमा, देशको ठूलो आन्दोलनमा तिब्बतियन ब्लड ओरिजिन किन त्यहाँ आएको छ त? यो प्रश्न गर्नुपर्ने छ, यो किन हो र यो आयोजक त्यति बेला जुन भिडियोमा देख्न सकिन्छ त्यो लिंक पनि म हालिदिन्छु, केसको लागि हो त? यो एकदमै सोच्नुपर्ने कुरा छ है।